Okay, guys, let's see if we will get that good news. We are going to test if Nikki is pregnant or not. And this is the second test. We did one last month. Nikki, के भइरहेछ? के हुने मेरो पिरियड मिस भएको 15 दिन 20 दिन भयो अनि अलिकति भोमिट पनि आएको थियो हिजो बिहान भोमिट आएको थियो अनि त्यही भएर एकचोटि अलिकति डर लाग्यो टेस्ट गरेको डर लागेको कस्तो हेर न कस्तो मलाई त कस्तो डर लाग्यो कस्तो किन डर लाग्यो खै कस्तो डर लागेको लास्टै डर लाग्यो के भयो आमा हुन रेडी छैन छु भनेको अहिले त कस्तो डर लाग्यो होइन कि जस्तो लाग्यो होइन कि जस्तो लाग्यो भगवान्को चाहिँ होइन कि जस्तो लाग्यो मलाई त्यही भएर अर्को टेस्ट गर्छु फ्रेन्ड लाइन छ कि कन्फर्मलाई एउटा अर्को ल्याउनुपर्छ होला तिम्रो गट फिलिङलाई त कसम अर्को कम्पनीको लिएर बेडमा राखेर कसैले फोटो खिच्छ अनि यस्तरी हो क्या खिच्ने Expect the unexpected. I'm very happy. रोइन उता ह्याप्पी भएर कस्तो रुनी हो र खुसी कहाँ प्यार प्यारी भएर अरूलाई नभन्नु है आदि मेरो कसमको लागि नभन्नु है डक्टरलाई टेस्ट नगरेको लागि नभन्नु अर्को ल्याएर टेस्ट गरे यस फिक्स भने बालन त मिलाइछ कसलाई नभन है प्लिज आज हाम्रो मोमो पार्टी भइरहेछ हैन मोमो पार्टी सन्जुले पूजा गर्दैछु निकी के गर्दैछु म हेर्दैछु तिमीलाई मोमो इज रेडी गरुज लभ रोचेस something is also cooking here के हो यस्तो What is this? what is that What is this? Why? के हो गिफ्ट हो क्या के हो I don't know. मलाई के थाहा नि मलाई तपाईं दुई जना हेर्नु न मलाई के शंका लागिरहेछ है मलाई के गनाइरहेछ है गनायो के गनायो Someone is म त्यस्तै भइरहेछ SSC लाग्यो मलाई हेर्नु न के लाग्यो के हो र चकलेट होला चकलेट ओ यस मैले अस्तिदेखि भनिरहेको थिएँ कि मैले अस्तिदेखि नै भनिरहेको थिएँ म अस्तिदेखि भनेको हो कि मैले भनेको कि मलाई लास्टै डर लाग्यो कङ्ग्रेचुलेसन थ्यांक यू मैले अस्तिदेखि मैले भनेको थिएँ कि मैले तिमीलाई भनेको थिएन मलाई त्यो बक्स दिने बित्तिकै त्यही जस्तो लागेको थियो कि फेरि सासाउला अरू कसैलाई पनि भने हैन मैले अस्ति नै मलाई भनेको कि निकी प्रेग्नेन्ट हो भनेर मैले अस्ति नै भनेको मलाई अस्तिदेखि शंका लागिरहेको थियो म त त्यो बट्टा लिएर दिने बित्तिकै मलाई त्यो त्यहाँ छ नि त अझै हेर्ने अन्त नि कस्तो अनएक्सपेक्टेड भयो के त्यो यतिकै थाहा पाइदियो त यिनीहरूले त ल मलाई अस्तिदेखि भाइले मलाई अहिलेबाट भने हो त के हो यो माय गॉड कस्तो थ्यांक यू हाम्रो चाहिँ भन्दाखेरि होइन अब त्यो सरप्राइज दिएको त त्यहाँ आइसक्यो त कङ्ग्रेचुलेसन मलाई शंका चाहिँ लाग्यो 7 weeks भइसकेछ अब 7 week अब उसले सोधिरहेको थियो निकी प्रेग्नेन्ट हो कि हाउ भन्छ मलाई शंका अस्ति नै शंका कसलाई लाग्यो भने हैन ल प्लिज अब अरु सबैलाई यस्तै गरे त्यो तिम्रो साथी कति स्मार्ट छन् अस्ति नै मैले भने थिएँ नि त्यो भोमिट गरे वाला त्यसपछि अब त टु मच भयो भने त्यतिखेर मलाई टेस्ट गरे आयो कि गुड न्युज त पहिला घरको उम्मेदवारलाई भन्नु पर्यो नि त अनि हैन जे भयो पनि तपाईहरुलाई कहिले हो त अब पालो कहिले हो बाँकी साथै बिस्तारै हुन्छ अब हो ल हतार गर्नु हुँदैन मलाई कस्तो आशा आयो मलाई त कस्तो गाह्रो फिल भएको थियो कि अनि नर्भस फिल भएको कि त्यो के यस्तो भयो नि त अब टाइम भयो भन्ने भयो छ नि मलाई दिदीको कुरा सुन्दा नि यस्तो कस्तो भएको थियो टेस्ट गर्ने बेलामा चाहिँ स्योर हुन्न भनेर भनेको थिएँ कि उसलाई मैले होइन किनभने अब पिरियड मिस भएपछि त अब ढिला हुन्छ नि त मेरो अनि त्यसपछि उसलाई फेरि हुन्छ जस्तो लागिरहेको थियो यो पालि चाहिँ मैले पत्ता नलाएर 3 चोटि चेक गरे
अझ अर्को ब्रान्ड ल्याइले यो अर्को फाइनल वाला मम टु बी ड्याड टु बी त्यहाँ मलाई कस्तो नर्भस फिल भएको के हेरा होइन त्यो टेस्ट गरेर होइन म त केही आउँदैन भनेको त स्वाट्टै 2 लाइन आयो होइन ओ माई गड म त एकछिन त कस्तो कामेको कि नर्भस फिल भयो ल के हो यस्तो भयो अस्ति नै लास्ट टाइम नै चेक गरे हो लास्ट टाइम पनि ढिला भएको थियो नि म अनि त्यसरी चाहिँ भएन त्यसपछि फेरि 1 हप्तामा त्यसरी चाहिँ मलाई भाइ भएको थिएन क्या योपालि चाहिँ मलाई भाइ भएको उसलाई थिएन भाइ गाउँछ भन्दै थियो भमिट मलाई गयो आएको थिएन कि मैले भन्थेँ नि त तपाईँलाई ए म त बेलुन किन फुकाएर बस्छ त्यो बेलुन फुके चाहिँ मैले गेस गर्छ नगरे हुन्थ्यो भन्दा नि झन् फुकाएर अनि तिमीले तर बक्स दिने बित्तिकै मैले त्यही गेस भएको रेडी भयो भन्ने चाहिँ थियो तर हामीलाई के लागिरहेको थियो भने लङ टाइम लाग्छ होला भन्ने सोचेको थियो तर त्यस्तो बनेर जस्तो चाहिँ नहुने रहेछ होइन कस्तो बिहान उठ्दाखेरि पनि कस्तो भयो हुन्छ के खानेकुरा आउने हुँदैन त्यस्तो हुँदो रहेछ भोलि अर्कै खायो पानी पानी जस्तो कि त्यो त्यत्तिकै अर्कै खालको हामी त बिहा गर्ने बेलामा 5 वर्ष नपर्ने प्लान थियो नि त बोलेको जस्तै भुरा जस्तो भयो 5.5 वर्ष त भयो नि त रेडी चाहिँ भएको थिएँ म अलिकति आफ्नो मजासँग टाइम पनि स्पेन्ड हुन्न भन्ने जस्तो फिल भयो मलाई अनि त्यसपछि अब केही त गरे होइन होइन के भयो ठिकै छ भन्ने सबै कुरा एकैचोटि हुन्छ अरू बच्चालाई साथी चाहियो नि साथी त आउँछ बिस्तारै अब होइन तर अब एकजनाको सुरु भयो भन्ने जस्तो लाग्यो कि मलाई नेहा र नितालाई कसरी भन्ने होला भनेर अहिले पछि भन्छु उनीहरूलाई अब क्याम्पिङ 1 हप्ता जतिमा भन्छु क्याम्पिङ के हुँदैन क्याम्पिङमा निताहरूलाई सरप्राइज पहिले भन्छु हैन क्याम्पिङमा सरप्राइज अनि पहिला भन्छु झन् खुसी हुन्छ सबजना खुसी त यतिकै खुसी त हुन्छ त सबसे सानो मान्छे खाता खोल्दै मैले खाता खोल्दै एक्टिभ 2-3 दिन भमिट भयो अब त कस्तो लाइफ चेन्ज हुन्छ जस्तो कस्तो हुँदैन कस्तो फिल भएको क्या म त मलाई त लिटरली अरूलाई कसरी भन्ने भयो चाहिँ तर त्यो इजी रहेछ त्यो पछि त्यही हेर्छ तर यो दिन बित्दै स्योर भइसक्यो यो दिन बित्दै त स्योरै भयो घरमा भन्छ क्या कसैलाई पनि तपाईँहरूलाई एउटा डक्टरलाई भने हो अरू कसैलाई भने थ्याङ्क यू सो मच सिरिङ्ग भइसक्यो पुरा पुरा सिरिङ्ग भएर आयो नि भने बित्तिकै मतलब कामेको के एकछिन त्यो गर्दाखेरि त होइन ला एकछिन होइन के हुन्छ होला भन्ने जस्तो भयो कि एकदम त्यो ब्ल्याङ्क आउट भयो जस्तो भयो अब अलिकति त्यही हो अब केयर गर्नुपर्छ अब चाहिँ जहिले गरेर गरिरहेछ मतलब अझै अब एडिसनल अहिले त गरेँ मैले त खानै पकाएन अहिले त भनेको घरि पकाउँदा त्यो स्मेल आएको गनाउँछ छ त्यही भएर गनाउँछ खानाहरू गनाउँछ कि प्रेग्नेन्सी टाइममा चाहिँ नन सिरियस होइन अब यो त सुरु भयो कहाँबाट कहाँ पुगे जस्तो भइरहेको छ है म त त्यो ठाउँ नै चेन्ज भएको त्यो अब सबै कुरा चेन्ज भएको जस्तो भयो एकैचोटिमा कस्तो लाग्यो क्या मलाई नि आमा किनभने हामीहरूले त म फर्स्ट टाइम एक्सपिरियन्स गरेको लाइक आफ्नो मलाई चाहिँ कस्तो छ नि अब खुसी बाँडेर बढ्छ भन्छ नि त्यस्तै भइरहेको अहिले मलाई म त एकदम म त यहाँ कुरा गर्दाखेरि सिरिङ भइरहेको छ यहाँ चिनमा हाल्छ फर्स्ट टाइम यसरी एक्सपिरियन्स गरेको मैले पनि त्यो बच्चाले बच्चा पाउने आम्मामा त्यो बच्चाले बच्चा पाउने आम्मामा त्यो बच्चा अब यहाँ भइसक्यो बच्चा कहाँ छ आइसक्यो हामीले यो गाडी लिने डिसिजन जहिले गऱ्यो नि त्यतिखेर भएछ क्या ठ्याक्क पे गरेपछि नि गाडी लिनु भरे छोरा हुन्छ कि यार ब्लू ब्लू कि पिङ्क सही हो ल अनि सपनामा धेरै खुसी लाग्यो एकदम ड्रिम्सहरू पनि कस्तो कस्तो आउँछ भन्थ्यो नि त एक दिन त म त बिहान सन्जु सन्जु भनेर रोइरहेको रहेछ होइन चेक गरेर सुत्यो अनि उसले भ्यान चाहिँ देखायो उसले सही हो ल म त लाइफ अब चाहिँ के फर्स्ट भयो टाइम भने भनिहाल्नु है एक्सपिरियन्स गरेको लाइक भन्छु नि यसरी सँगै चाहिँ फर्स्ट टाइम हो मेरो होइन मलाई आफैलाई नै अब मुखले म प्रेग्नेन्ट भन्नु भन्दाखेरि त अलिकति अर्कै अर्को पड्क्यो ब्लू मात्रै रहन्छ जस्तो छ त यहाँ यो चाहिँ तपाईँहरूको बच्चाहरूलाई जो त मोजा पनि छ त्यहाँ मोजा नि देऊ न यो कपडा चाहिँ तपाईँको बच्चाहरूलाई कस्तो भयो कि यो त उस भयो के अरे गुड लक पास गरेको जस्तो भयो स्टोरी हालिदिउँ क्या स्टोरी हान्नु तर ट्याग हान्नु स्टोरी होइन ट्याग गर्न पाइएन भने गेस हु भनेर
राखेपछि मलाई मै हो आउँदैन अब Yes, she is pregnant. होइन गर्न राख्नु पछि अब जेन्डर रिभिल गरेपछि ल गाइस The feeling चाहिँ ल छुट्टै दुईजनाले टक्क समातेर गुड लक एसिभ गर्नु पर्यो ल हो नि कस्तो तेरो स्केरी पार्ट है ल आइसक्रिम खान जाऊ कति बज्यो ए कोच खाना खाएर चाहिँ के कस्तो यो सकाएर निस्क्यौँ भने नि Hello guys, I'm gonna be a father. I'm going to be an uncle. दुईजना पागल Hey guys, I'm gonna be auntie. Woo! And Nikki is going to be a mother. लाज लाउने कि देखाउँदैन ल्याउँदैन That's why we are celebrating. Yes. आइसक्रिम खाएर आयौँ होइन Everyone is happy. ए रमाइलो एकदमै मजा आइरहेछ आज पूजा हेर्दै भन्नु निकुलाई कस्तो लागिरहेछ म त त्यत्तिकै ह्याप्पी सन्जु? सबैजना ह्याप्पी सबै ह्याप्पी म पनि ह्याप्पी बच्चा ह्याप्पी बाबा धनी ह्याप्पी डायलग पनि अनेक अब हजुरबा हजुरआ हुने भएपछि फोटो खिच्न पर्यो भनेर क्या एउटा ल ल ल केही भनाइ छैन ल ल तपाईँहरूलाई नि बधाई छ ल तपाईँहरूलाई बधाई छ पहिलो कुरो अब पासपोर्ट बनाउन लाउनु पर्यो 14 हप्ता भनेको 3 महिना 3.5 महिना अरूलाई नभन्नु तपाईँहरूलाई मात्रै हो अब अरूलाई बाबाले प्रशान्तलाई कम्प्लेन गर्दै हुनुहुन्थ्यो के अरे ठ्याक्क त्यतिखेर म अलरेडी प्रेग्नेन्ट थिएँ मैले प्रशान्तलाई भन्नुभएको मामाले भनिदिनु भन्नुभयो मामै यस्तो छ भनेर भने मैले अनि मामा किन प्रशान्तलाई जानु भन्ने कुरा आयो फेरि ल ल ल ल तपाईँहरूलाई नि बधाई अब हजुरबा हजुरआमा ओहो भर्खरैको छु भने भर्खरै एकदम टेक केयर बाबु है अबको 6 हप्तामा त थाहा हुन्छ केटा कि केटी भनेर पहिलो जे भए पनि मलाई लागिरहेको थियो यो मम्मीहरूले किन सपना देखेनन् भन्ने लागिरहेको थियो के देख्नु भएको थियो पाउनु यहाँ दाइले खनाहरू पोसिबिलिटी कि नो त्यो केही पनि छैन रिक्स भनेर भन्ने थियो अनि त्यही हो अब बाबा मम्मीलाई त भन्नै पर्यो के अरे अरूलाई नभने नि हो त्यही दिन हो अनि मैले त्यसपछि दाइलाई हटाउनु मैले खै के एउटा भिडियो सेयर गरेको थिएँ अनि बाबुले चाहिँ प्रोफाइल पिक्चर चेन्ज गरेर के लेख्नु भएको थियो अनि मैले त्यो लेखेको क्याप्सन फाल्दै थिएँ पछि अरूलाई पनि थाहा हुन्छ मेरो नि पोस्ट एउटा त बढ्यो त अब त हेर्दाले अनि डेट कहिले भन्यो त्यो सोध्नु भएको टिकट काट्नलाई फुपू अरे के भन्छन् टिकट त नेपालको नभए यता काट्नु पर्ने अवस्था भयो यसो खसी लिएर जानु पर्ने अवस्था फुपाजु के फुत्का होइन भन्ने नै भनेको थिएँ बिदा नि मिलेन अनि तपाईँहरू सबैजना सँगै भएको दिन पनि भएन कहिले नि खुसी राम्रो सुनियो यो सादा ल यहाँ यदि पनि भन्न भनेको सेम सुवाला जस्तै भाइ यो अस्ति 12 हप्ताको हो अब कति अब 20 मा के भन्छ जेन्डर रिभिल पछि होला थाहा हुने हामीले त हैन 20 मा हुन्छ ठ्याक्क जेन्डर रिभिल कान्छाले फोन गरे एकछिन ल सिक्रेट है बाबा अहिले बियर खोल्नु
गिफ्ट के को गिफ्ट हो ए के हो हेर न के हो के हो म भन्दै थिएँ त देख्यौ के हो नि कसरी भन्दै थियो मैले होइन मन लागेको थियो कि ल कङ्ग्रेचुलेसन कति भयो कति महिनाको मन लागेर गेस भन्दै गेस थिएँ गेस लाइक गेस 3 महिना 2 month 3 महिना ल दादा धेरै धेरै बधाई छ या ए 52 लाग्यो ए ल बधाई छ मन लागिरहेको के भनेर ल बधाई छ भने गाउँछ फेरि ए आमाले तिमी पनि के हुनु हो अङ्कल अंकल 75 त्यो देख्ने बित्तिकै म 100% हो के देखेर त्यो देख्ने हो त्यहाँ आँट देखेको थिएँ मैले अहिले पनि झोला देख्नु त्यो मात्र किन भन्नु गरेर गर्छु कति रे 14 कस्तो सेम फोन गाडेको थियो नि त्यहाँ 1.5 महिना भयो भनौँ ल 1.5 महिना भयो भनौँ भनेको भेटै नभएर ओके कङ्ग्रेचुलेसन ओ माय How's the surprise? How is the surprise? के भएर हो के चकलेट प्रुफ साइज अरु के छ बेबीको लुगा त्यो वानी छ है त्यो चाहिँ तिमीहरुलाई उस गुड लक भनेर निचाले दिएको बक्स हो क्या तिमीहरुले नि बच्चा खुवाएपछि फर्स्ट टाइम यो लगाउने बच्चा ओ माय गॉड बन्द गर्न कङ्ग्रेचुलेसन हामीलाई त यस्तो भएको थियो के गुड न्यूज छ है यहाँ गुड न्यूज के गुड न्यूज छ ओ के भइरहेछ किन टाइम के हो रे ठुल ड्याड अनि अङ्कल आन्टी भयो कङ्ग्रेचुलेसन बेबी कट त्यहाँ पास गर्नु मलाई त छँदै छैन ए इनलाइन बधाई नि पनि यहाँ खास यहाँ कोको जाम कति महिनाको भएर तिम्रो कोको 3.5 महिनाको निक्कीको कोको पनि 4 महिनाको भयो 4.5 महिनाको निक्कीको कोको पनि 4.5 महिना भयो भने के कोको हो के त्यही भएर फेरि खाऊ भने सँगै भन्ने भनेर ल थ्याङ्क यू ल थ्याङ्क यू भेटेर भन्ने भनेर नि अस्ति भर्खर नि मैले कुरा गरेको के छ भएन त्यही भएर त अस्ति नैबाट भेट्न खोजिरहेको छ नि टाइम भइसक्यो नि त अहिले खसी काट्ने हो खसी आउनु पर्यो ल रेकर्ड चाहिँ चलिरहेछ सस्पेन्स राख्ने 4.5 महिनासम्म ल भेटेर भनौँ भनेर हो क्या होइन How are you feeling, Vinay? एकदम
एउटा गुड न्युज आहा कति भयो नभन्दा कति भयो होला भन्ने कति भयो होला लगेज 18 मिनेट्स भयो एकदम केयरफुल टाइम 3 मन्थसम्म चाहिँ एकदमै ढिलो भने चाहिँ ओके कङ्ग्रेचुलेसन्स ल धन्यवाद जेन्डर रिभल्युसन पार्टी कहिले हँ जेन्डर रिभ्युल कहिले 22 तारिक ल न्यु त छ कहिले तारिक कुन तारिक जुलाई जुलाई 22 पब्बल हँ मौजुला कस्तो लाग्यो एकदम खुसी एकदम खुसी लाग्यो ल निकिला कस्तो लागिरहेछ खुसी नि अभियसली हैन परिवार बढेर यत्रो यत्रो